त्यो मनै लोभी धुनी छ नि यार आउँदैन हावा लाग्दैन हावा त अनि पदमे यस्तै घुमाउने हो कि यस्तो यसको टुटबाट खाना कसैले 3:30 बजे खान्छ कोही छिटो बनाउँछ हेरे हामी खान्छ नि Are you ready? So hello and what's up all people, welcome back to my YouTube channel. It's me Jana. Go sai sanjay hununcha hola म sanjay छैन नाक दुखेछ नाक बजेछ के भा हैन हेर्न सक्नुहुन्छ हैन त्यही हो अनि आज हाम्रो चाहिँ डे 3 हामी चाहिँ अहिले मुक्तिनाथमा छौं मुक्तिनाथको फेदीमा छौं एउटा छ हिजो बेलुका देखाउन पाइन होटल कस्तो थियो के थियो हैन खाना खाएपछि एन्ड गरेको थिए हैन आज चाहिँ म देखाउँछु हाम्रो रुम चाहिँ हैन यो चाहिँ हाम्रो रुम हो यहाँ चाहिँ 5 वटा छ लस्करे बेड अनि उतापट्टि छ एउटा रुम अनि केटाहरु अब चाहिँ हामी आज 2 दिनै मुस्ताङ बस्नु पर्ने अवस्था छ माथि लोमङथाङमा रुम नपाएर अनि अब यो होटलमा रुम नभएर एक दिनलाई मात्र भनेको थियौ नि त अब यो अर्को उता यसको साइडको होटलमा अब हामी शिफ्ट हुँदैछौँ त्यही भएर केटाहरु प्याकिङ गर्दैछन् यहाँ केटाहरु यहाँ प्याकिङ हुँदैछ मेरो चाहिँ लगभग भइसकेछ अनि अब आज चाहिँ मन्दिर जाने पहिला चाहिँ होटल शिफ्ट भयौं हामी चाहिँ होटल सिद्धार्थमा थियौं बाहिरबाट देखाउँछु होटल चाहिँ राम्रो छ बस्नलाई चाहिँ राम्रो छ एकदम राम्रो छ बेडहरु पनि मस्त लजक छ दामी छ तपाईहरु आउनु भयो भने बस्न सक्नुहुन्छ होटल सिद्धार्थमा राम्रो छ एकदम है त म अहिले बाहिरबाट पनि देखाउँछु होटल बल्ल भयो एक सेल्फमा स्टार्ट हुन्छ एक सेल्फमा होटल सिद्धार्थ यो हो अनि होटल सिद्धार्थ हामी यहाँ बसेको सर्भिस राम्रो छ यता झरिरहेको यता म भइहाल्यो एउटा लाइटरी कम्पनी ए वान शटमा हो के ल हेर्नु वान शटमा स्टार्ट हो वान शटमा यता जनदाई तर कस्तो लाग्यो होटल चाहिँ राम्रो छ तर जाडो भयो हैन राम्रो छ जाडो हो यहाँबाट यसमा बसेको हामी चाहिँ हैन अब चाहिँ उता तलतिर जाने हो के मेरो भ्यू चाहिँ यतिको जाडो ठाउँमा एउटा तातो पानीको व्यवस्था चाहिँ बिहानमा र बेलुकामा चाहिँ हुन पर्ने हो तातो पानी छैन कुनै होटलमा यत्रो होटलमा बसे तर कुनै होटलमा छैन दुईटा कि तीनटामा बसे हामी दुईटामा बस्छ तर तेस्रोमा नि छैन तर यहाँ चाहिँ यो मुस्ताङ एरियामा छैन के हुन पर्ने होला अरुमा होला यादै छैन हैन हुन पर्ने हो होटल सिद्धार्थ फेरि मुखदेखि हाम्रो तल चाहिँ छ है गाइज ल हेर्नुहोस् स्टिकर त देखाउनु खाल्यो नि त ल हेर्ने यहाँ जजनक ब्लग यो युट्युबमा सर्च हान्नु पऱ्यो कि यति धेरै त गर्दा नि माया किन पाइएन हामीले खै हेर्नु तपाईँको लागि त कस्तो ठाउँमा जनदाई गएर भिडियो बनाउँछ तपाईँले माया किन दिनु न भन्नु त यति मलाई भन्नुहोस् त माया तपाईँले दिन पर्दैन हेर्नुहोस् ओठमा मुस्कान चाहिँ टक्क लगाएर आहा ब्लग ल वाउ द सिद्धार्थ होटलमा द जनक ब्लग आइसकेको छ ओहो नि गाइज त कस्तो लागिरहेको छ नि त अहिले द जनक ब्लग भनेर चिनिँदा तपाईँलाई कस्तो महसुस हुन्छ मजा आउँछ मजा तपाईँलाई द जनक ब्लगको साथी भनेर त कस्तो हुन्छ प्राउड फिल हुन्छ तपाईँलाई बाइकमा डालौँ न कुन बाइकमा डाल्नु त मेरो बाइकमा तपाईँको बाइकमा त भनेको अनुसार नटालौँ यस्तो नटालौँ के सो गाइज मान्छेको रस हेर्नु यति धेरै भिड छ यार यति भिड छ होटल पाउन बहुत गाह्रो छ यार यहाँ होटल अहिले त पाक्को छैन कोही पनि पहिला होटल बुकिङ गरेर अनि बल्ल आउनु केटाहरू अगाडि गइसक्यो अब चाहिँ हामी मन्दिर जान लाग्यो हैन मन्दिरमा च्याट्ट लाएर अहिले चाहिँ हामी रुम सिफ्ट भएर अर्को रुममा बसिसकेका छौँ अब चाहिँ पहिला मन्दिर गएर आउँछौँ अनि तपाईँलाई रुम टुर चाहिँ म गएर आएपछि दिन्छु पहिला बसेको होटल यही हो भ्यू चाहिँ बवाल देख्यो यहाँ केटाहरू यतै छ नि भएर हेर त आमा स्टिकर पुरै बाइकर्सहरूको पिएस फिल्म इन्डिया रहेछ मैले जिएस फिल्म भने यार पिएस रहेछ लो छ यार स्टिकर हाम्रो पनि टास्टर लाग्यो है त ल ऊ त्यहाँ अट्छ होला मनोज माथि ऊ त्यहाँ को छैन होला यार यहाँ आमा हट सब छन् होला स्टिकर सबभन्दा राम्रो कसको होला यहाँभरिमा है थकाली किचनको धरी खायो अट्छ त्यहाँ माथि लाग्थ्यो नि त ए उल्टो भयो
ल जलगैरी पनि आयो है ल अब चाहिँ जाम है त चट्टसँग पछाडिको हिमालय स्टिकरै ल्याइएन नि त धेरै यार मुक्तिनाथ मन्दिरमा यहाँहरूलाई स्वागत छ ल है यहाँबाट जाम हिँड्दै हिँड्दै मान्छेहरू वाइल्ड छ यसरी बोक्ने सुविधा पनि छ घोडाको सुविधा पनि छ त्यहाँ माथि हेलिप्याड पनि छ धनी हुनुहुन्छ भने हेलिकप्टर बुक गरेर आउन पनि सक्नुहुन्छ घोडा चाहिँ उहाँबाट हिँड्छ क्या त्यहाँ देखिरह होला यताबाटै यही बाटो हुँदै 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 हिँड्छ मेरो त पहिलाको भिडियो पनि हेर्नु भयो होला कहाँनिर अरे केटाहरू माथि गैसेर मन्दिरतिर कस्तो दामी देखेको थियो यार गोप्रोमा नाइस यार मान्छे कति धेरै ओ भाइ केही गाह्रो भयो यार आज त नाइस बवाल देखेको छ यहाँ बस्ने छ यता आयो है यता यताबाट छिर्नु पऱ्यो यार केटाहरू कहाँ सेम जस्तो म पहिला आउँदा भिड थियो अहिले पनि त्यस्तै भिड थियो यार सेम भिड थियो यार केही फरक छैन यार भिडको यार खै केटाहरू उहाँ रहेछ एक्सक्युज मी ल अरे यहाँ नहुने त्यहाँ डुब्ने कति छिटो आएको त नि तिमीहरू यहाँ झन् त्यहाँ भिडियो खिच्दै आउने भनेको ल छिटो आइदिनु कसैलाई गाह्रो पिरो केही मलाई अहिले चाहिँ गाह्रो होइन यहाँ चाहिँ 108 धारा नहुनलाई सजिलो रहेछ डुब्न यो डुब्दाखेरि पानी हेर्दाखेरि मलाई डुब्न म आउँदा त अलि सफा थियो यार यति फोहोर थिएन यो होइन यस्तो थिएन यार म आउँदा सफा थियो कसम सफा थियो भिड चाहिँ सेम यस्तै थियो होइन पहिला म आउँदा पनि टाउको छ कि छैन म आएको छ पहिलाको भन्दा पनि चिसो लाग्यो यार पानी यार यो चिसो लाग्यो मलाई हरि भाइ ये ताडा आइज ताडा घुए ताडा आइज ढिला हुन्छ त ताडा है ताडा सुदीप भाइ ताडा आइज ढिला हुन्छ ताडा आइज आइज का आइज तँ हेर्न आत्तिसक्यो पुरै चिसो पानीले आत्तिसक्यो केटाहरू आत्तिसक्यो हेर दुईचोटि भयो दुईचोटि केटाहरूले जे होस् प्रगति गरे यहाँ होइन प्रगति गरे जान्दैछ अर्को दुईजना अब उहाँ उसिरह भिडियोको लागि केटाहरू यहाँ उभिरह म चाहिँ भित्र गएर पनि आइसकेँ यिनीहरू चाहिँ गएनन् हामी गइयो नि कहाँ नजानु त्यही ऐनाहरू नै गयो ल यतै भनेपछि गयो त्यही हो मन्दिर चट्टै यहाँ ए फोटो हुँदैछ यहाँ हो नि के भन्नु छ यो
जाडो भयो लभली जाडो छ है खिच्नको लागि यसरी पालो कुर्नु परेछ कि यसरी पालो कुर्नु परेछ कि पेट्रोल हाल्न नि पेट्रोल कुर्नु परेको थिएन कि त्यति यार बेनीको पेट्रोल पम्पमा कुरेको थिइनँ क्या मैले यति फोटो खिच्न कुर्नु परेछ यहाँ बाई बाई मुक्तिनाथ अन्टिल द नेक्स्ट टाइम होइन अब चाहिँ हामी निस्किएको ल मन्दिरबाट नुहाएको हेर्नुभयो फोटो भिडियो हेर्न छ भने इन्स्टामा फलो गर्नु होला अरू भनेर त्यसको पार्दै पनि अन्चाज त्यसको त्यही हो अरू भने केही छैन जाडो भएको थियो यार अब बल्ल तातो भयो तर लोड गरेको छ यार पहिला त्यो हिउँ परेर यार लोड जाडो भएको थियो यो पालि त त्यस्तो जाडो नै फिलै भएन जामै अब मान्छे त यार अझै लोड कति हो कति अलिकति दाइ तपाईँको यस्तो दाइ तपाईँ जन कहिले हेर्नु दाइ तपाईँको मैले 2 वर्ष पहिला भेटेको थिएँ ओभर एक्टिङको 50 रुपियाँ काटले कहाँ पुगेर त्यो मान्छे यार हामी त्यहीँबाट यसरी त्यहाँ मूर्ति लिएर जानु पर्यो बुद्धको बिर्सेर आएर के बिर्सेर आएर अब चाहिँ हामी चट्टै आयो ओ मानी पदमे ओ मोनी पदमे यस्तरी घुमाउने हो कि यस्तरी ठ्याक्कै यसको बिटबाट दामी देख्यो यताको भ्यू हेर्नु छ भने ल हेर्नुहोस् उताको भ्यूको त कुरै छोडिदिउँ क्या कुरै छोडिदिउँ ओ माई गड बल देखेछ नाइस गेट दिस भ्यू के गाइज हेरौँ न भ्यू यस्तो मनै लोभित हुने छ नि यार आहा अब त यही हो नि हावा लाउँछ नि अब त अब नुहाउन सक्नु पऱ्यो नि यस्तो मजा आयो यार तँ कहाँबाट हो धरौँ हिमाल देखेछ दामी देखेछ बवाल देखेछ यार मजा आयो हेरेर बस्नु मजा आयो यार त्यहाँ हेर्नु न त्यहाँ चाहिँ कति कस्तो देखियो थाहा छैन होइन झन्डाहरू कति धेरै खायो क्या त्यहाँ चाहिँ होइन त्यो बाँधेको त्यहाँबाट आउने सर यहाँ बुद्धको मूर्ति छ होइन त्यहाँबाट हिँड्दै त्यहाँ जाने अनि ऊ त्यहाँ तल चाहिँ ऊ त्यहाँनिर आगो बल्छ क्या अनि तलै जमिन पनि आगो बल्छ अनि त्यो सधैँ कहिले नदेख्ने तर सानो बलेको थियो योपालि चाहिँ होइन अलि खै किन मलाई पनि थाहा भएन अनि अरू चाहिँ होला त्यस्तै हो भ्यू चाहिँ बवाल देख्यो किनकि पुरै खुलेको छ नि त सिजन पुरै खुल्ने सिजन हो नि त बवाल देखेछ मूर्ति पनि बवाल देख्यो नाइस यता हिमाल पनि त्यस्तै यताको भ्यू झन् त्यस्तै छ क्या अनि मान्छे चाहिँ भन्नु पर्दैन यति धेरै छ कि कुरै छोडिदिउँ कि लोड धेरै छ यहाँ चाहिँ हाम्रो फोटो सेसन भिडियो सेसन भइरहेको है अरू भने केही छैन त्यही हो खाना खाइएको छैन होइन भोक लागेको छ कस्तो देखियो नाक चाहिँ रातो भइसक्यो होला है मेरो कस्तो भयो होला बुक फुटिसक्यो ओठ फुटिसक्यो है त्यही छ केही छ च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब चाहिँ गरेर नबिर्सिनु होला है त अरू भन्नु केही छैन फेरि मै खसौँला यार बुद्धको मूर्ति यो दामी छ फोटो भिडियो लो धेरै खिचेको फोटो भिडियो केटाहरूले झन् भन्नै पर्दैन केटाहरूले झन् धेरै मैले मलाई खासै खिचेको होइन खै मलाई इन्ट्रेस्ट लागेर छोडिसक्यो यो फोटो भिडियोमा युट्युबमा पनि इन्ट्रेस्ट लागेर छोडिसक्यो भन्नु नमिल्ने लागि 80% इन्ट्रेस्ट छैन 20% इन्ट्रेस्टले बनाइरहेको छु भिडियो होइन त्यही हो अरू त मतलब छैन हिँडिरहेको छु रमाइलो भएर चाहिँ घुम्न त म फेरि घुम्नमा चाहिँ इन्ट्रेस्ट हराएको छैन घुम्न त घुमिदिन्छु म हो यहाँभित्र चाहिँ आगो बल्छ होइन यसभित्र आएर हेर्नु ल बत्ती बाल्ने घर ल्याम्प अफरिङ रुम यहाँ बत्ती बाल्ने रहेछ जहाँ पनि रहेछ यस्तो अघि हामीले पनि मन्दिरभित्र पनि बालेको थियौँ यहाँ यो पनि छ यो पनि रहेछ यो माटो नै घुम्नै नसकिने यार आमा कस्तो यार घुम्न नसकिने यहाँबाट ठ्याक्कै यार तन्किनै पर्दैन यार तन्किनै पर्दैन ठ्याक्कै छोइदिरहेको यार
न मजा आइरहेको यो नलाए हावाले कानमा हान्छ लगायो भने कस्तो गर्मी भयो जस्तो हुन्छ यहाँ औँठी खोज्दैछ बुढीलाई बिहा गर्ने बेला लाउने भन्छ इङ्गेजमेन्ट रिङ हो कान्छ सिंगल रिङ ए सिङ्गल रिङ त पाइन्न भन्छ यो जो आम्मा यस्तो छ कि होइन यहाँ त नहेरेर चित्त बुझ्छ न फोटो खिचेर पुग्छ नहेरेर पुग्छ न घुमेर पुग्छ न भ्यू हेरेर बस्छ केही पुग्दै पुग्छ दुईचोटि आइसक्यो अझै पुगेको छैन अझै कतिचोटि आउने चाहिँ थाहा छैन चेन बनाउनु जान ब्यागको हामी बसेको चाहिँ द रोयल मुस्ताङ भन्ने होटेलमा अहिले 4टा हामी आइसक्यौँ यहाँ बाटोकै छेउमा छ होइन हिजो त्यहाँ माथि बसेको थियौँ आज यतापट्टि हामी मन्दिर गएर आएर यहाँ 4टा लेमन पानी है त बल्ल लेमन पानी सुरुवात हट लेमन वाटर बिरेनुन विथ बिरेनुन हाम्रो चाहिँ खाना आयो है त 4टा भेज खाना लेमन वाटर केटाहरूले खाना खाँदैछन् यहाँ छ म पनि अब खाना खान्छु हाम्रो बिहानको खाना कसैले 3:30 बजे खान्छ कोही टिकटक बनाउँछ हेरेँ हामी खान्छौँ नि उसले कसले बनाउँछ खाना खाएर होइन बस यहाँ चितवनमा भएको यो घाम कसैलाई चाहिन्छ मान्छे छैन कोही बस्दैन यहाँ घाम गइसकेको यति छ अब यहाँ धेरै रह्यो त रह्यो 10-15 मिनट घाम रहन्छ यति प्यारो हो कि खाना साथ केटाहरू घाममा भनेर दुकुरे कि तर खाना मिठो थियो मजा छ वेदर रमाइलो छ मौसम मजा छ अब के गर्नु अब मन्दिर दर्शन भइयो नुहाइयो हात पुट्न सुरु भइसक्यो यो त्यही हो घर भन्ने हो भने त मार्छ नभए कहिले जान भनेको थियो र मैले जान भनेको थिइनँ गरे किन गएको भन्छन् त्यही भएर फुट्यो नि अब आफै फुटाल्ने सेयर गर्न जोड्नु पर्यो त्यही हो अरू भने केही छैन अब भोलि अप्पर मुस्ताङ गइन्छ लमनथाङ अप्पर त अब अप्परै भएर त्यही हो ल है त म अपडेट दिइरहन्छु हरि सर के छ मन्दिर दर्शन गरेर कस्तो लाग्यो एकदम बवाल रमाइलो है देखिसक्नु भयो तपाईँले नुहाइयो मजा हाल्यो राणा दाइलाई कस्तो लाग्यो नुहाएपछि फ्रेस भयो 9:15 मिनट छ अरे अहिले फेरि भर्खर खाए जस्तो लाग्छ फेरि खाने बेला भइसक्यो साला यो टोपी लगायो भने यही बेफाइदा हुन्छ कि दालमा चोपियो यी ल हेर केटा ओले अहिले कोले म देखिनँ भन्त ल यसले त हेर त खुर्सानी सहित खान ला यार कडेलको छोरो हो गरे अर्को एउटा कडेलले सको यता 2टा केटाहरू छ नि अहिले हाम्रो बेलुकामा खाना मुस्ताङमा खाना भइरहेको छ लाइन गइदियो पेटले पनि यार भर्खर हाल्यो 30 यार 4 बजे 6 बजे 8 बजे फेरि आउँछ पर्ने होला यार अगाइसक्यो हात धुनको डरले चम्चाले भागाइरहन्छ केटाहरूले यता खाना खाएर बाहिर निस्केछौँ केटाहरूले सपिङ हान्दैछ नि यहीँभित्र के किन्दैछन् के किने हिसाब गरौँ ल ल किन अहिले कति किन्यो यसमा जान्न त्यही हो जान्न होला सपिङ गरेर केटाहरूले खै छोडा के किन्यो छोडा टन्ने खा बाबु केटा पक्ड बाँकी बुढीवाला बाँकी बुढीलाई देखि मेरी बुढीलाई छैन अरू मेरी बुढी नै मैले पनि के हो हामी चाहिँ हामी त हेरेको केटाहरूले किने खानु मैले त खासै किने गुलाखी म बाहिर गएँ यार झाडो भएर ओहो थरथरी कामे छ यार कति राम्रो देखेको म तपाईँ पुगुल्यो मुड दर्दलाई हान्दा नि दुख्ने छ यार हाम्रो रुम छिर्दा बित्तिकैको ल एउटा यहाँ सुतिसक्यो पसारिरहन् उहाँ पढ्ने पसारिसक्यो एउटा 2टा 3टा 4 5 8वटा जना सुत्ने केटाहरू यता खान् सामान यता हेलमेटहरू कोही उहाँ छ यहाँ छ ठिक छ राम्रो छ यतिको होटेल राम्रो छ होइन यहाँ आएर बस्न सक्नुहुन्छ तपाईँहरू होटेल द रोयल मुस्ताङ है त मुस्ताङ हो कि मुस्ताङ हो कि के ढोका बन्द गरेर भन्छन् केटाहरूले चिसो छ सो त्यही हो गाइस खानासाना खाइयो अब चाहिँ लुपुक्क गएर सुतिन्छ अरू चाहिँ भोलि बिहान उठेर सट्ट लाएर लोमान अरू चाहिँ भोलि देखाइन्छ आजको भिडियो चाहिँ यति नै थियो सो बाई बाई गाइस यु सुन भोलि भेटौँ है त गाइस बाई भन ओए बाई भन ओए बाई भन बाई भन Bye bye, good night. Love you.